हेलो, मेरो नाम खेमप्रसाद पौडेल हो। म साउथ कोरियामा काम गर्दैछु र म अबको 2 वर्षपछि म घर जाने वातावरण गराउँदैछु। स्यामसङ नोटमा जाऊँ। स्यामसङ नोटमै गएर लेख्नेछौँ र यहाँ यो टिकमा छोएर हामीलाई यसको साइज बढाउन सक्छौँ, घटाउन सक्छौँ, कुन साइजमा लेख्ने भन्ने कुरा। जस्तै यहाँ मैले यो इङ्ग्लिसमा भयो, इङ्ग्लिस रोमन भयो। जस्तो भयो भने चाहिँ यो चाहिँ नेपालीमा भयो, नेपाली रोमन। नेपालीमा चाहिँ मेरो नाम हो। यसरी भयो। तपाईँ यसलाई चाहिँ बोलेर पनि टाइपिङ गर्न सक्नुहुन्छ। जस्तो यसमा नेपालीमा बोल्ने हो भने चाहिँ नेपाली टाइप गर्न सक्नुहुन्छ र नेपाली टाइपिङ किबोर्ड लगाएर यहाँ बोल्न सुरु गऱ्यो भने नेपाली हुन्छ। जस्तो हेलो, मेरो नाम खेमप्रसाद पौडेल हो। म साउथ कोरियामा काम गर्दैछु र म अबको 2 वर्षपछि म घर जाने वातावरण गराउँदैछु। तपाईँहरूको के छ खबर? तपाईँ के गर्दै हुनुहुन्छ? 2 वर्षपछि सँगै जाने को हुन्छ? हात उठाउनुहोस्। 2 वर्षपछि 2 वर्षपछि सँगै जाने को हुनुहुन्छ? हात उठाउनुहोस्। यस्तो तरिकाले लेख्छ है साथीहरू। अहिले यहाँ चाहिँ यो खास मैले भोइस रेकर्ड गरेको भएर यो भोइस रेकर्ड गरेको भएर खासै काम गरेको छैन। अनि त्यही भएर बिस्तारै बोल्न पनि पर्छ यसलाई। भोइस रेकर्ड गरेको छैन भने यसले छिटो बोल्दा पनि काम गर्छ। एकैचोटि धेरै बोलेको भएर यसले सकेन है। यो गुगलबाट यो कस्तो हो भने चाहिँ गुगलबाट सिधै अनलाइनमै लाइभमै चाहिँ लेखिने हो यो चाहिँ। त्यही भएर लाइभ नै हुन्छ। त्यही भएर यसमा चाहिँ ट्रान्सलेट गर्नको लागि पनि धेरै सजिलो एप छ। तपाईँ यसमा ट्रान्सलेट पनि गर्न सक्नुहुन्छ यसैबाट। सिधै यसबाट ट्रान्सलेटको अप्सन पनि आउँछ। तपाईँ कुन भाषामा बोलेर कुन भाषा ट्रान्सलेट गर्न सक्नुहुन्छ चाहनुहुन्छ त्यो भाषाको पनि यहाँ ट्रान्सलेट गर्न मिल्छ। जस्तो यहाँ चाहिँ हामी गयो ट्रान्सलेटको लागि चाहिँ यहाँ ल्याङ्ग्वेज ट्रान्सलेट भनेर पनि यहाँ अप्सन आउँछ। जस्तै म फेरि यहाँ नेपालीमा कोरियाना बोल्दैछु। छरण खेम हिम्निदा अलिक बुझेन यो मेरो भाषा अलिक मिल्दैन। छेरुमन खेम हिम्निदा शुद्ध भएन तर चाहिँ भन्नु चाहिँ भयो। छेन नेपाल सारामी हो। यसरी मेटाउन मिल्यो। छेन नेपाल सारामी हो। नेपाल सारामी अलिक हाम्रो भोइस चाहिँ मिल्दैन कोरियन जस्तो। त्यही भएर अलिक कोरियन भाषा चाहिँ आउँदैन। नेपालीमा गर्नु भने हाम्रो एक्ज्याक्ट आउँछ। मेरो नाम खेमप्रसाद पौडेल हो। म नेपाली बासिन्दा हो। तर म अहिले कोरियामा छु। कोरिया आएको पनि 10 वर्ष पुगिसकेछ। लाओ है। कोरिया आएको पनि बुझेन है। कोरिया आएको पनि 10 वर्ष पुगिसकेछ। अब के गर्ने? म दोधारमा छु। घर जाने कि भिजा चेन्ज गरेर बस्ने? केही बुझ्नै सकिन मात्रै आयो। नेपालको माहौल छैन। बुझेन? नेपालको माहौल राम्रो छैन। यति छिटो लेख्दा साथीहरू यो गुगलबाट हो। तपाईँ हिन्दीमा हुनुहुन्छ भने यसमा हिन्दी सिलेक्ट गर्नुभयो भने हिन्दीबाट हिन्दी पनि लेख्छ यसमा। हिन्दी हामीले गरेको जस्तो गरेको छैन क्या हिन्दी। नत्र हिन्दी पनि यसबाट चाहिँ हुन्छ। त्यसरी चाहिँ हामी गुगल जीबोर्डबाट चाहिँ जीबोर्डको बारेमा कसै साथीहरूले थाहा छैन भने चाहिँ जीबोर्डबाट हामीले यसरी चाहिँ लेख्नको लागि धेरै सहजता आफूले पढे अनुसार
पढेर सर पढ्दै भन्दै गयो उसले आफै लेख्ने काम गर्छ इङ्ग्लिस होस् अथवा नेपाली होस् अथवा नेपाली ट्रान्सलेट पनि त्यसले आफैले गर्छ त्यसलाई चाहिँ युज गर्न जान्नुपर्छ चलाउँदै गयो भने चाहिँ जानिन्छ त्यो म त 3-4 वर्षदेखि नै जीवन चलाइरहेको छु 3 वर्षदेखि सर्वप्रथम तपाईँ प्ले स्टोरमा जानुहोस् प्ले स्टोरमा गइसकेपछि तपाईँले टाइप गर्नुहोस् सर्च बारमा गएर गुगल जीबोर्ड टाइप गर्नुहोस् जीबोर्ड टाइप गर्नुहोस् त्यसपछि यस्तो खालको तपाईँको 10 बिलियन प्लस डाउनलोडेड एप छ जीबोर्डलाई तपाईँ इन्स्टल गर्न सक्नुहुन्छ जब जीबोर्ड इन्स्टल भइसकेपछि तपाईँले यसलाई ओपन गर्न सक्नुहुन्छ म तपाईँलाई सुरुदेखि हटाइदिएँ किनभने मसँग पहिल्यै थियो तपाईँको यो भिडियो बनाउनको लागि भनेर मैले जीबोर्डलाई चाहिँ पहिला हटाएर त्यसपछि फेरि म डाउनलोड गर्दैछु तपाईँहरूलाई बुझ्नलाई सुरुदेखि सजिलो होस् भनेर अब यहाँ इन्स्टलिङ हुँदैछ थोरै मात्र समय लाग्छ वेट गर्नु होला डाउनलोड भइसकेको छ यसलाई ओपन गरौँ यसको सेटिङ नेक्स्ट गर्दै जानु सिलेक्ट इनपुट मेथड स्यामसङ किबोर्ड माइक्रोसफ्ट यसमै छोडिदिनु होला माइक्रोसफ्टमै इनपुट सो किबोर्ड सिलेक्ट इनपुट मेथड सेटिङमा जानु पर्यो र सेटिङमा गइसकेपछि तपाईँ यसबाट ल्याङ्ग्वेज चुज गर्न सक्नुहुन्छ ल्याङ्ग्वेज चाहिँ क्वालिटी किबोर्ड हान्नुहोस् ल इङ्ग्लिसमा चाहिँ इङ्ग्लिस भइहाल्यो इङ्ग्लिस ठिक छ नम्बर स्याम्पल ल्याङ्ग्वेज डिपेन्डेन्ट ल्याङ्ग्वेजमा के छ त्यसमा डिपेन्ड गर्ने खालको भयो स्विचिङ मेथडमा चाहिँ स्पेस बार स्वाइप गरेर हुने कि ल्याङ्ग्वेज कीबाट हुने यसलाई त्यही छोडिदिनुहोस् त्यसो इनपुट मेथड त्यो सबै यहाँ गएर कुन भाषाको चाहिँ तपाईँले डाउनलोड गर्न चाहनुहुन्छ जस्तो नेपाली हिन्दी गर्नुभयो भने तपाईँको यहाँ हेरौँ भोजपुरी सबै छ यसमा है साथीहरू यसमा सब टोटल भाषा छ मगर भाषा गुरुङ भाषा पनि छ डोटेली भाषा पनि छ तपाईँ सबै डोटेली भाषा नेवार भाषा सबै भाषा पाउँछ यहाँ हामी यताउति नजाउँ अहिले पहिले नेपाली भाषामा जाउँ नेपाली भाषा यसलाई डाउनलोड गरौँ ओके फेरि ब्याक जाउँ फेरि अर्को भाषा हामी नेपाली इङ्ग्लिस र नेपालीको भयो अब हामी हिन्दी गर्ने हो नि हिन्दी पनि जाउँ हिन्दीमा हिन्दी डाउनलोड गरौँ हिन्दीमा एनेबल म्याक्सिमम नम्बर अफ स्पेड ल्याङ्ग्वेज 4वटा भन्दा बढी डाउनलोड राख्नु मिल्दैन यसमा है बेसी 4वटा भइसकेको छ हाम्रो इङ्ग्लिस हानगुक कोरियन इङ्ग्लिस नेपाली र नेपाली एबिसिडी लेख्दा नेपाली नम्बर अक्षरमा लेखिने है कखरामा लेखिने खालको यो गर्दा 4वटा चाहिँ हाम्रो भयो एउटा हिन्दीबाट हटाइदियो भने हिन्दी हामीले एड गर्न मिल्छ एउटा नेपाली हटाइदियो भने त्यसरी गरेपछि हामी लेख्ने कसरी त हाम्रो जीबोर्ड यहाँ आइसकेको छ जीबोर्ड यहाँ आइसक्यो अब हामी टाइपिङ हो जीबोर्ड मल्टिपल यो जीबोर्डलाई चाहिँ अन गर्नु होला किबोर्ड बटन र नेभिगेसन बारलाई अन गरिदिनु होला त्यसपछि टेक्स्ट स्क्रिन करेक्सन यसलाई छोडिदिनु होला यत्तिकै ल परेन अटो करेक्सन गरे नि सजिलो भयो बिग्रेको यदि मिस्टेक भएको छ भने आफूले लेख्न मिस्टेक गरेको छ भने आफै मिलाइदिन्छ स्यामसङ नोटमा जाउँ स्यामसङ नोटमै गएर लेख्नेछौँ र यहाँ यो टिकमा छोएर हामीलाई यसको साइज बढाउन सक्छौँ घटाउन सक्छौँ कुन साइजमा लेख्ने भन्ने कुरा जस्तो यहाँ मैले यो इङ्ग्लिसमा भयो इङ्ग्लिस रोमन भयो जस्तो भयो भने चाहिँ यो चाहिँ नेपालीमा भयो नेपाली रोमन नेपालीमा चाहिँ मेरो नाम हो यसरी भयो तपाईँ यसलाई चाहिँ
बोलेर पनि टाइपिङ गर्न सक्नुहुन्छ। जस्तो यसमा नेपालीमा बोल्ने हो भने चाहिँ नेपाली टाइप गर्न सक्नुहुन्छ र नेपाली टाइपिङ किबोर्ड लगाएर यहाँ बोल्न सुरु गर्यो भने नेपाली हुन्छ। जस्तो मेरो नाम खेमप्रसाद पौडेल हो। अहिले भोइस रेकर्डिङ गरेको भएर हुँदो रहेछ साथीहरू। भोइस